Konnichiwa minasan, yoroshiku onegai shimasu. आज चाहिँ मैले SSW1 भिजामा जापान आएर जापानमा चाहिँ एग्रिकल्चर फिल्डमा काम गर्नुभएका साथीहरुको लागि चाहिँ एकदमै खुशीको कुरा लिएर आएको छु है। यदि तपाईहरु पनि SSW1 भिजामा जापानमा आएर चाहिँ जुन एग्रिकल्चर फिल्डमा काम गर्नुभएको छ र जुन एग्रिकल्चर फिल्डमै लामो समयसम्म परिवारसहित जापान बसेर काम गर्न चाहनुहुन्छ भने चाहिँ तपाईहरुको लागि चाहिँ एकदमै खुशीको कुरा हो यो। अहिले चाहिँ जुन हाम्रो SSW1 भिजालाई चाहिँ सजिलै SSW2 भिजामा चाहिँ यहाँ गरेर लामो समयसम्म जापान बस्ने अवसर आएको छ, जसको लागि चाहिँ हामीले एग्रिकल्चर फिल्डमा कम्तीमा पनि 2 वर्ष काम गरेको हुनुपर्छ र त्यसपछि चाहिँ हामीले SSW2 को एक्जाम दिएर चाहिँ जुन एक्जाम पास गरिसके पछाडी चाहिँ हामी हाम्रो SSW1 भिजालाई चाहिँ यहाँ गरेर SSW2 भिजामा चाहिँ परिवर्तन गर्न सक्छौं है त। जसको लागि चाहिँ हामीले SSW2 को एक्जाम पास गर्नुपर्ने हुन्छ। SSW2 को एक्जाम दिनको लागि चाहिँ हामी एग्रिकल्चर फिल्डमा कम्तीमा पनि 2 वर्ष काम गरेको हुनुपर्ने छ। अनि त्यसपछि हामीलाई चाहिँ कम्पनीले जुन एक्जाम दिनको लागि चाहिँ मौसिक कमी हैन त्यसजुगी चाहिँ गर्दिनु पर्ने हुन्छ। अनि त्यसपछि हामी एक्जाम दिनको लागि चाहिँ योग्य हुनेछौं है त। एक्जाम चाहिँ सीबीटी एक्जाम हुन्छ है, जसमा चाहिँ हामीले 50 वटा क्वेशनको चाहिँ एन्सर दिनुपर्ने हुन्छ, जसबाट चाहिँ 40 वटा क्वेशन चाहिँ कोसिउ नोग्यो जेनपानबाट आउने गर्छ भने 10 वटा क्वेशन चाहिँ आन्जेन एसिया खान्डीबाट चाहिँ आउने गर्छ। टोटल पासिङ स्कोर चाहिँ 65% चाहिँ ल्याउनु पर्ने हुन्छ है। हामीले चाहिँ 65 ओभर ल्याएपछि चाहिँ हामी पास गर्न सक्छौं। अनि त्यसपछि चाहिँ हामी जुन एक्जाम पास गरिसके पछाडी SSW2 को लागि चाहिँ हामीले जुन भिजा एप्लाई चाहिँ गर्न सक्छौं है त। यति गरिसकेपछि चाहिँ हामी SSW2 को भिजा प्राप्त गरिसके पछाडी चाहिँ हामीले जापानमा जुन एग्रिकल्चर फिल्डमा लामो समयसम्म आफ्नो परिवारसहित जापानमा बसेर चाहिँ काम गर्न सक्छौं है त मिनासान। र एक्जाममा कस्तो खालको क्वेशनहरु आएको थियो भन्ने कुराहरु चाहिँ मैले याद गरेका प्रश्नहरुलाई चाहिँ मैले यो च्यानलमा राख्ने प्रयास गरेको छु। यदि तपाईहरु पनि यो कुरामा इन्ट्रेस्टेड हुनुहुन्छ भने मलाई चाहिँ फलो गरेर राख्नु होला। मेरो फेसबुक आईडी टिकटक आईडी पनि यो च्यानलको चाहिँ बायोमा राखेको छु, त्यहाँबाट चाहिँ मलाई फलो गर्न सक्नुहुन्छ। कुनै नबुझेका कुराहरु भए मेसेज गर्न सक्नुहुनेछ र कमेन्ट पनि गर्नु होला। तपाईहरुको कमेन्टको पनि म एन्सर दिने प्रयास गर्नेछु। じゃあ皆さん今日はこれで終わりです。ありがとうございます。じゃあまた今度ね、よろしくお願いします。